हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुन्छ अनि म पनि एकदमै आराम कुशलै छु। अनि आज चाहिँ म धेरै वर्ष चाहिँ नभनौँ 2 वर्षको फरकमा 2 वर्ष चाहिँ म माछा मार्नु गइनँ। त्यही भएर नि आज चाहिँ दाइ ठुलो भाइहरूसँग चाहिँ चट्ट लाएर खोला खेल्न जाँदैछौँ। अनि आज चाहिँ मौसमले चाहिँ बवालै साथ दिएको क्या हेर्नुहोस् न गाइस। बा मौसम भनेको यस्तो हुनुपर्यो नि, कस्तो खुल्ला क्लियर हेर्नु न। बा भ्यू त फेरि थाइल्यान्डको भन्दा कम छैन नि। फेरि थाइल्यान्डको त एउटा आइल्यान्ड छ नि, सेम त्यस्तै त्यस्तै पिसफुल छ। अनि हामी चाहिँ यो खोला चाहिँ होइन, यो खोलादेखि अर्को खोला त्यो 12 भन्ने ठाउँमा चाहिँ हामी जाँदैछौँ। अनि त्यो खोला जानको लागि बाटो चाहिँ बा जङ्गल, पुरै सिस्नुको जङ्गल। अनि हामीले धन्न खुर्पा लगेको थियौँ र फाड्दै फाड्दै गयौँ। सिस्नुले यति पोल्यो कि गाइस, यति पोल्यो। अनि फाइनली त्यस्तो दुःख गरेर पनि हामी पुगिसक्यौँ। अनि दाइ चाहिँ जाने बित्तिकै हेर्नु न पौडी खेल्दै हाल्नुभयो। अनि हामी चाहिँ माछा मार्नतिर लाग्यौँ। अनि आजको हाम्रो माछा चाहिँ यति नै, योभन्दा धेरै चाहिँ पार्न सकिनँ। फेरि भेटौँला नेक्स्ट भिडियोमा। आजलाई यति नै। थ्याङ्क यू फर